2 किलो हिजो हाम्रो गाउँमा हाम्रो दिदीले काटेको सुँगुरको मासु हो यो 2 किलो मासु बोकेर आएको थिएँ मम्मीको घरमा। अब चाहिँ पकाउँदैछु मासु। अरू मलाई केही मसला ज्यादा मन पर्दैन यसमा, खालि जिरा अदुवा लसुन प्याज अन्त त्यो धुलो खुर्सानी त्यो अलिकति कलरको लागि त्यति मात्रै, त्योभन्दा ज्यादा मन पर्दैन। अब यो बनाइसकेर चाहिँ बटर चिकन बनाइदिन्छु। सबै रेडी गरेर चाहिँ बटर चिकनको लागि बटर चिकन बनाइदिन्छु होइन। अन्त पकाउँदैछु। तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो कमेन्ट गरेर भन्नुहोस् है मलाई, एन्ड सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। धेरै धेरै आभार हुन्छु तपाईँहरूको सेयर लाइक गरिदिनु भयो भने, कमेन्ट गरिदिनु भयो भने। मेरो त यति हो मसला, अरू केही होइन। धुलो खुर्सानी हल्दी अरू केही मसला हाल्दिनँ, मलाई मन पर्दैन अरू केही मसला हालेको। यति चाहिँ हाल्छु, यति हो यो मसला। अघि नै मैले पिसिहालेको थिएँ जिरा पनि यसमै। भयो सेयर लाइक गरिदिनुहोस् है भिडियोलाई। तपाईँहरूलाई धेरै धेरै धन्यवाद हुन्छ।